नमस्कार साथीहरू, आज म तपाईलाई लिएर जाँदैछु गुइझोका पहाड, हरियाली खेत र चिसो हावाले भरिएको त्यो सानो गाउँतिर जहाँ नयाँ नयाँ उम्रिएका आलु माटो फुकाल्दै बाहिर निस्किरहेका छन्। खेतमा माटो हटाउँदा पहिलो चम्किलो आलु हातमा पर्छ। अब म आलुहरू टिपेर डोकोमा हाल्छु। त्यसपछि टिपेको आलुहरूलाई ठुलो काठको भाँडामा खन्याउँछु र पानीले भिजाएर हातले मजाले पखाल्छु। अब सफा भएको आलुहरूलाई सफा पानीमा राख्छु अनि त्यसको बोक्रा तास्न थाल्छु। अब म आधी आलुहरूलाई पिस पिस काटेर सिसाको बलमा नुन पानी हालेर राख्छु र आधी आलुहरूलाई बोइल हुन बसाल्छु। एउटा पटमा तेल तताउँछु र त्यसमा लसुनको पात किमा हालेर चलाउँछु अनि फेरि त्यसमा काटेको आलु र सस हालेर ढक्कन बन्द गरिदिन्छु। अब अघि बोइल गरेको आलुलाई म बोलमा हाल्छु र म्यास गर्न थाल्छु। म्यास गरेको आलुहरूलाई गोलो आकार पार्दै राख्छु। अब म तातिरहेको तेलमा आलुहरूलाई फ्राई गर्छु। फ्राई गरेको आलुहरूलाई भाँडामा राख्छु र त्यसमाथि चिल्ली पाउडर छर्किन्छु। अब फेरि अर्को लट आलुहरूलाई फ्राई गर्छु। त्यसलाई पनि बोलमा हालेर त्यसमाथि काटेको चिल्ली पाउडर र लसुनको पात, धनिया, सोया सस हालेर सात्छु। अब एउटा बोलमा कोरेको आलु लिन्छु र त्यसमा कर्नफ्लावर हालेर मिक्स गर्छु अनि फ्राई गर्छु। त्यसमाथि चिल्ली पाउडर पनि छर्किन्छु। कन्तीमा तेल तताएर त्यसमाथि काटेको लसुन, सुक्खा खोर्सानी, चिल्ली पाउडर हालेर चलाउँछु र पानी साथसाथै सिङ्गो उसिनेको आलु हालेर पकाउन छोडिदिन्छु। पाकिसकेपछि त्यसमाथि मिन्ट लिप्स हालेर त्यसलाई बोलमा खन्याउँछु। एउटा बोलमा फ्लावर सेपमा काटेको आलु हाल्छु र त्यसमाथि कर्नफ्लावर हाल्छु र ससेसको टुक्रा हालेर त्यसलाई बेल्छु। अनि अब म त्यसलाई पनि फ्राई गर्छु र ससले गार्निस गरेर सर्भ गर्छु। एकै दिनमा चार परिकारका आलु खाँदा यस्तो लाग्छ आज मात्र खाना होइन, माटोले दिएको माया नै स्वादमा छ। साथीहरू, यही हो गुइझो पोटाटो फिस्ट, जहाँ प्रत्येक कचौरामा धरतीको मेहनत, गाउँको सादगी र बाल्यकालको याद मिसिएको हुन्छ। फेरि भेटौँला अर्को गाउँको स्वादसँग।